मेरी मायालुको के छ हालको बुबु काट्नु कस्तो याद आयो म तिम्रो आउने कस्तो याद आयो म त के छ हालखबर अनि भोटिनी भोटिनीजी भोटिनी तथा कलाकार मोडल तथा भन्न के को भोटिनी जी अहिले त कलाकार ए एउटा म्युजिक भिडियो भोटिनी कलाकार तथा मोडल मैले त दुई तीनवटा म्युजिक भिडियो हेरेँ त खाते त्यो भन्छ अझै त खाते सिगाने भनिदिएर क्या सिगाने क्या एउटा त्यो भोटिनी भन्थ्यो दुई तीनवटा म्युजिक भिडियो आमा सिगाने भनिदिएर क्या सिगाने भनिदिएर कहाँ तँलाई चाहिँ कलाकार भन्नु पर्यो नि मोडल तथा कलाकार भोटिनी जी त्यो भन्न पर्यो कि लाइज त लाइज आइस त लाइज तेरो पावर के छ त मोडल भनेर म बोल्न हालेको मोडल बन्ने खुबी चाहिँ के छ त्यो एकछिन पाउन एकछिन किन आत्तिएको भने ममा के छ रूप रंग के छैन मसँग कहाँ छ रूप केमा कमी छ ल भन त मसँग कहाँ छ रूप कहाँ छ रङ ए नहेरेको होइन नानु नहेरेको टेढो टेढो छ यस्तोहरू यो अलि टेढो अब यो हिँड्दा पनि यसरी हुन्छ क्या यसरी खोल्दै ओइ खोल्दै खोल्दै हिँड्दै यो त्यसले को हैन हौ नानुको बेइज्जत गर्छस् मेरो देखाइदिनु हेरे यहाँ हेरे फिल आउँदैछ ऊ भने हो क्या गाइस भने हो क्या यस्तो भयो क्या अलि यस्तो भयो अलि राम्रोसित हिँड्न अलिकति राम्रोसित नि यस्तो यस्तो गर ओए भोटे अलिक पछाडि जा त यस्तो यो यस्तो यस्तो हुनु पर्यो क्या माथि माथि हो अब आइज अगाडि आइज ट्याक 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 आइज ट्याक हेत्तरी यस्ता राडलाई शिकार हुन्छ यस्तालाई शिकार हुन्छ त गाइस गाउँको कहाँको मान्छेलाई अब मोडल शिकार हुन्छ त यो के गरे अरे यसो भन्दा आइज भन्छ इन्दारी यस्तो भइहाल्छ त नि कसरी त भन्न त यस्तो हो क्या यो मा यस्तो हो क्या यस्तो अब यो होइन यस्तो हो क्या यसरी पो आइज भने त ऊ त अब यसरी क्या यसरी गर्दा ए यसरी भयो अब यसरी हो त अरू बेला पनि यसरी हिँड्छस् त अरू बेला नि त अनि अब चितवनतिर बजारतिर जाँदा पनि यसो गरी यसरी क्या यस्तो यो ठ्याक्क यस्तो हुन्छ क्या यस्तो हुन्छ यो होइन हेर न कस्तो मजाले गइरहेको छ नि पछाडि यस्तो हुन्छ क्या यो हो क्या ट्याङ 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 यसलाई मैले सिकाउनु परिरहेको छ क्या हो त क्लासमा आउनु पर्छ यो त के हाँसी नै भने यो त हाँसी नै हो रे भएन रे तेरो मिल्दैन तेरो त्यो टेढो टेढो भएपछि कहाँबाट मिल्छ अनि खोइ तेरो रिलिज भयो त सङ दुईटा भइसक्यो फेरि हेर्न मैले रिलिज भएको भने सोधेको उसको त दुईटा भयो अरे दुईटा भनेर सोधेको त मैले बरु राम्रो हाँसिन्छ रे अनि के अरे अनि के छ त तेरो त अनि कस्तो भयो प्रकाश त आमामा धुन्दान रोको सोको त अब मेरो पनि फोटो सोटो हालेर यसो बुढा सुडा भनेर उयो मलाई फसाउनु ताला हाल्दै छेरिस् नि होइन त्यो भयो भने हेरे म त तेरो घरमा भात मात्र खाना गएको हो हेर मैले त तँलाई छोको पनि छु नि के पनि गराएको छु नि हेर होइन मलाई चाहिँ विचार नपार है मलाई चाहिँ विचार म त यस्तो हेर्छु त होइन आमामा बुढा पनि अब पुरा एग्रेसिभ मोडमा होइन अनि बुढी पनि मैले डिभोर्स दिएको मेरो छोरी छ
म पो आइदिरहेको क्या बिचमा आम्मा म त टेन्सन भइदिएर नफस है मलाई त हेर मैले केही पनि गरेको छैन तँलाई है मैले त छोको मात्र के सुँगेको पनि छैन तँलाई तँ मलाई नफसाने फेरि अरे मा यसको त घोच्ची गयो गाइज 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 नाटक नाटक न त किन बुबानी भन्छेस् ए ल त्यो भिडियोमा बिहान उठेपछि उयो गर्नुपर्छ क्या गाईको दुध एक गाईको दुध कि भैँसीको दुध पायो भने मान्छेको पनि पड्काउँदा हुन्छ तर पाउँदैन नि त अरे के छ नयाँ नौलो सुना नि त ओहो त के हो झन् झन् बाङ्गी बा के हो अनुहार अरे केटा हो कि हाम्रो डबल ट्याप चाहियो हो त के अरे गिफ्ट है गिफ्ट ल गिफ्ट हान त त्यहाँ छिटो छिटो गिफ्ट हान त ल ल ल ल ल ओइ ल हेरे गाइज 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 सबजना वेलकम ब्याक टु आवर लाइभ है सबजना कस्तो पसिना गर्मी पनि हुँदैछ यहाँ हाम्रो त कोही पनि छैन त ओहो बेस्ट इस्माइल ब्रोकन नमिना वेलकम छ है खेमु के छ एकदम ठिक छ यार के छ हालखबर तिम्रो आमा नमिना त लास्ट डल्ली क्या उसलाई त किस खान पनि यत्रो बोकेर किस खानु पर्ने कम on let's go baby ए कसको नाम लिए मैले विकास दाइ भनेर विकास दाइ हैन बिकुल दाइ वेलकम ब्याक दाइ के हो दाइ भाइ यस्तो धेरै पछि माग्न आइराछ के हो गाइज 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 मुना दिदी अरे आए अब नाम बोलाइ माग्ला दिया इन्टु गाइज ओहो मा बिरिन्छ के हो यो त गाइस तुर्ती खाने पैसा ल यस्तो सिधै डाइरेक्ट नमाग्न ए के गर्यो भने डाइरेक्ट नमाग्न मिल्ला अनि कसरी माग्ने सिकान त नि अलि यस्तो मायाले हानु न कस्तो अनि बिस्तारै हान न सबै कुरा हान न इन्टु थ्रीमा हान न इन्टु थ्री अलि यसरी भन्न यो गुवाको होइन क्या भित्रैबाट लेग्रो तानेर हान्नुपर्छ क्या यो घाँटीबाट हुँदैन घाँटीको मसल्सहरू सब हल्लिन्छ क्या भित्रबाट मस्त भित्रबाट आवाज आउने मैले भनेको थिएँ नि उतापट्टि आएर उतापट्टिको मान्छे अब यतापट्टि आएर हान्छ हेर ग्यालेक्सी कसले हो अरे कोले को यो को हाने कोले हाने यहाँ गाइज खेमेरा पैसा आयो गाइज ठुक्क त है गरी खान नदिने भइस है तैँले गरी खान नदिने भए त गइहाल 9 विनिङ रहेछ लेट्स गो ए गाइज कम अन आइजौ है मैदानमा ता कुत्ते चोटाका आइजौ के मैदानमा त जा भन्न त्यही आइदिन्छु के को मैदानमा नि अहिले मैदानमा अहिले मैले हानेपछि नि तेरो अहिले कोब्रा अहिले एनोकन्डा छिरेपछि थाहा हुन्छ एनोकन्डा मैदानभित्र एनोकन्डा छिरेपछि गाइज गायब हौँ न खेमे आइसकेपछि त त्यही चलपल हो क्या प्रशान्तले हालेको लभली सबैजना डबल ट्याप गर्नु गाइज हेर्यो गाइज लास्ट हेर्यो गाइज सबैलाई माया छ सक्दैन खै त
आइज ल डराको कटुमुतुवा ए म चाहिँ डराएको पोखरामा गएर मैले बल खेलेर यहाँ जितिरहेको छु म डराएको तैँले के भन्नु खोजेको ओइ नानी तैँले के भन्नु खोजेको म डराएको रे अबे पोखरामा गएर हाम्रो हेर हाम्रो पनि हेर मेरो हेर हामीले पनि स्कुलमा गएर हेर मेरो पसलमा गएर किनेपछि के पसलमा गएर किनेपछि नाम हेर ल नाम हेर ओइ तेरो औकात छैन ल तेरो औकात लेभल मिल्दैन ल हेर नाम त्यता पोखरामा रे खेले नि ए पसलमा गएर 2 दर्जन किनेपछि त साले ओए नानी बेचत हुन्छ छोरीले कच्चा टप गरेर ल्याएको मेडल अहिले आमाले देखाउँदैछ लाइभमा छोरीको नाटक पार्छ छोरीको हो त्यो ल आइज गाइज सक्दैन क्या मुरा ग्याङ सक्दैन है लङ टाइम पछि आयो होइन एकदमै ब्याङ्गरमा हो लगाइ डबल एप एभन डबल एप गाइस कम लेट्स गो लेट्स एभन ओए चुप ल तेरो स्कुल आएको छ जाठा त तेरो छुट नबल न यहाँ ओए चुप ओए कसको आएको छ त्यसको आइफोन ल्या अनि चुप ओए चुप आइफोन ल्या आइफोन किन औकात तेरो ओए चुप बोलेको के त जाठा किन बोल्छ स्कोर छ बोल्नलाई चुप लाग्छ आइफोन ल्या हानिदिन्छु याद गर्नु अरे यो केटी त के भएको तेरो स्कोर त बोल्नलाई अनि कसले जितिरहेछ त भन्न त कसले जितिरहेछ भन्न त बोल सक्दिन सिरी गाइज के हो केटा उताबाट त के हो बाक्लो आयो त ओइ 18 से ठुलो कि तेरो 17 से ठुलो भन्छ जाठा ओइ मेरो स्कोर हेर्ने ल ओइ सुन हामीले पनि टक्कर भइरहेछ टक्कर 2000 पैसा छ हामीले पनि दाइ धेरै दिन पछि लाइभ आउनु भयो धेरै खुसी लाग्यो किन बोलेको ह त किन बोलेको भन्छ मिस यु गाइज मिस किन भन्छ चुलाएर बस सबजनालाई मिस गर्दा त मिस यु भन्न कत्रो मैले तँलाई यसरी मारा कुरो यसरी निचार दिन्छु नि फेरि मलाई पनि त बोल्न दिएन त कहाँ अनि त मात्र बोल्दा त अ प्लिज कराको छ बोल्नलाई यसको लेन त बोल्नलाई तेरो मान्छेले हानमन यो माथि अब के जबरजस्ती के सबै ह्याक गरेर सबै डलर सलर छिराइदियो नि त मैले त अब सकेसम्म माग्ने त नि मागिरहेको छु त गाइज भनेको किन बोलेको यो मेरो स्कुलमा गिदी गर्ने भयो यार यसले त मलाई त यो गिफ्ट नआएसम्म त उठी बासै नलाउ गर्नुभयो त रिमिसोल्टी वेलकम छ सब केटा ओइ खेमे त किन सुकेको हौ यसरी ल्याङल्याङ नरक कम्प्लिट भएन यार भन न दोष कटा हानिन्छ तँलाई फेरि चुप लाएर बस ल यु अन्डरस्ट्यान्ड अबाउट मी दराइड यु बिच भएन दोष लामा दिदी वेलकम सबैजनालाई वेलकम ब्याक यो किन बोलेको खेमे ओइ खेमुजी लामा मेरो मुख म जे पनि बोल्छु त म के गर्छु बोल्छु स्कुल के रे हामी नआएन बोल्छु के गर्छस् तैँले आमा उताबाट बुझ्ने तेरो मैले के अरे त्यो लुत्री घन्टी निकालेर मैले कुकुरा दिन्छु पोलेर गाइस कमन हल्का चलबल चाहियो क्या हल्का लुद्रो घन्टी कि लुद्रो घन्टी के भन्छ नि गाइस यसको गाइड औकातै लेभलले क्यास एन्ड डग वेलकम छ दाइ वेलकम छ के छ हालखबर सब ठीक छ हैन जति हाने पनि हाम्रो टप्ने हैन कमन गाइस लेट्स गो कमन किन बोलेको खेमे किन बोलेको अन्त मेम्बरसिप गाइस सबै एउटा सेन्ट मेम्बरसिप हान्दा एउटा सेन्ट मेम्बरसिप हान्दा गाइस सबैजनाले एउटा सेन्ट मेम्बरसिप हान्दा गाइस एउटा मेम्बरसिप हान्दा गाइस एभ्रीबडी गाइस एउटा मेम्बरसिप हान्दा गाइस सबैजनाले गाइस ल एउटा सेन्ट मेम्बरसिप गाइस एभ्रीवन गाइस एउटा सेन्ट मेम्बरसिप गाइस ल सबैजनाले गाइस एउटा सेन्ट मेम्बरसिप सेन्टमा थिदिनु त गाइस सेन्टमा थिदिनु गाइस सबैजनाले सेन्टमा थिचौँ गाइस सेन्टमा
सबैजनाले गाइस सेन्डमा थिचौँ त गाइस एभ्रीबडी गाइस सबैजनाले सेन्डमा थिचौँ गाइस ल हामी लगभग 4000 जना हुन्छ 5000 जना हुन्छ गाइस सबैजनाले सेन्डमा थिचिदिनु गाइस सबैजनाले प्लिज ओ खेमे हेर यहाँ डबल ट्याप ल ए धेरै नाटक नगर क्या धेरै ऊ नजिकै छौँ हामी पनि नजिकै छौँ खोइ त हाम्रो डबल ट्याप हेरेर हाम्रो भ्युअर्स कति तातेको छ हेर फुसेन ए उसको चाहिँ भ्युअर्स तातेको हाम्रो चाहिँ के नतातेको हाम्रो त तातेर पनि रकेट गइरहेको छ रकेट हामी जितेको तातेको भयो हाम ए नानी त्यो 400 मा कि त अलिकति बबालेर नि त ल बबालेर यु आर बीच रे व्हाट डु यु से ओ माय गॉड बीच भने के भने बीच भनेको त्यो उमा ऊ के अरे स्विमिङ खेल्दाखेरि यता साइडमा बस्ने बीच भनेको ओइ तैँले मलाई बीच भनेको के हो बीच भनेको ल भन त बीच भनेको चाहिँ के हो मलाई के थाहा हाने गाइस स्टार्ट डबल ट्याप गाइस स्टार्ट डबल ट्याप येले गाइस कम ऑन go everything is okay उतापट्टिबाट त ल्याएको रे हाम्रो चाहिँ हाम्रो त तातेको छ रे भ्युअर्स हाम्रो चाहिँ तातेको छ रे भ्युअर्स है गाइस उतापट्टि है उतापट्टि त तातेको छ नि रकेट आउला म भ्युअर्स किन भएन हेत्तेरिका तातेको रे भ्युअर्स खै त म्याम ओ म्याम खाली म्यामको गफ मात्र म्याम म्याम चुप हुनुभयो म्याम त हुस्पेज राई ओहो के हो ठुल्ठुलो गिफ्टरहरू पनि आउनु भएको छ जी हाने पनि जिते होइन अब झेली गर्न आउला कतिले हारे गाइस हामी कतिले हारे सुन जित्या हो कि भन्न नगरे ल अब धेरै नाटक नगर भन्छ त कस्तो हँसाएको होला यसले त आमा हेर त आमा त लभली गाइस हाम्रो जित भइसकेको छ पनिसमेन्ट गेम खेल्ने सुन त के रे ओइ खेमे तर म पनिसमेन्ट गेम खेल्ने जसले हारे त्यसले के गर्ने थाहा छ आलु आलु मुखमा हालेर बस्ने अब कसको आलु ल्याउनु आफ्नै आलु तेरोमा मुहा छिरा मात्र सानो गोल बेडा जस्तो आलु त्यो मुहा छिरा मात्र खेल्नु भन्नु रे हो र महाराजा फेरि तिम्रो पनि बिटी होला हान्ने उता बढी गएर फेरि झ्यापमा हाल्ला फेरि प्रपोज हान्ने रे के रे टिकटक भिडियो बनाउँदाखेरि त यस्तो गरिसक्यो बर्बाद हुन्छ उनै गर्यो भने त प्रपोजै हान्यो भने त बर्बाद हुन्छ छोरीको आमा हो यो गाइस थ्याङ्क यू सो मच स्वस्तिक स्वस्तिका रहेछ सरी है गाइस मलाई नामसामहरू चाहिँ अलिकति पढ्न आउँदैन सो थ्याङ्क यू ओइ खेमे गर्छस् नि भन पनिसमेन्ट ओइ मुर्रा ओइ भन ल खेमे गर्छस् नि पनिसमेन्ट भन ल पनिसमेन्ट कस्तो पनिसमेन्ट अलि सजिलो भन्न ए आलु राखे मुखमा आरुको पनिसमेन्ट उल्टी हान्ने ल उल्टी ए यस्तो पनिसमेन्ट तेस्रो पनिसमेन्ट के गर्ने हाम्रो चाहिँ उता हामी नकेल तेस्रो पनिसमेन्ट डबल ल्याप गर्नु डबल ल्याप गाइस ल एभ्री डबल ल्याप गर्नु त गाइस सबैजनाले एकैछिन गाइस इन्टु 3 मा हाम गाइस यसलाई आलु मुखमा राखौँ कस्तो पसिना आएको प्लस आइ के भन्छ के दुईटा नाममा प्लस के भन्छ थ्याङ्क यू सो मच थ्याङ्क यू सिस्टर थ्याङ्क यू हामीले जित्यो नि के गर्नु भने हैन हामीले जित्यो नि हट लुगा छ कि छैन हट प्यान्ट लगाएर नाच्नु पर्यो हाम्रो पनि जित्दैन तैँले बक्सर लगाएर नाच्छस् बक्सर
मेरो त भिसेपको अहिले फेरि उब्रिँदा अहिले खत्ता निस्किदियो भने लाइफलाई सब ब्यान हुन्छ नेम अफ द फुटबल ल ल ल प्लेयर तँ नि ल कोट प्यान्ट लगाएर नाच कोट प्यान्ट ए अब यत्रो फुल कटु त किन नसक्ने बेला भइसकेको छ अब कोट प्यान्ट चाहिँ कहाँबाट ल्याउनु मैले तँ अस्ति लगाएको थिइस् त बेमा अस्ति बेमा लगाएको त्यो कोट प्यान्ट त मुसाले खाइहाल्यो नि तँ जाँठा एउटा कोट प्यान्ट लगाउन सक्दैन तँ हो जाँठी अहिले अर्काले त्यतिकै जाँठा भन्दा त जित्न चाहिँ ए फेरि जितेर रहेछ डबल ट्याप गरौँ न गाइज जित्नै सकेको छैन जित्न चाहिँ सक्ने होइन कति न नाटक पार्छ गाइज जितौँ न गाइज हौ एउटा मुटु हानौँ न गाइज एउटा मुटु खोइ त हेर्न मागेको माग्ने तैँले चाहिँ मागिनस् हो के गर्छस् मागे पनि आउने गरेर माग्न माग्न चाहिँ मागेछ अनि बेकार हेर त हाम्रो माग्नै पर्दैन त आइरहेछ त मागेर स्वस्तिका बेबी थ्याङ्क यू कस्तो मागे थ्याङ्क यू ओइ कसलाई बेबी भनेको तैँले के हाम्रो जति बुस्टिङ गाइज कोसँग चाहिँ बुस्टिङ नाम ठोकम गाइज बुस्टिङ गाइज गाइज बुस्टिङ नाम न गाइज बुस्टिङ नाम न गाइज बुस्टिङ Come on! Mata! Hey! हट्नुहोस् है डल्फिनहरू आइसकेको छ हट्नुहोस् है तेरो माछा दुलोभित्र पस्यो दुलोभित्र छिरेर यत्रो 7,000 लाग्यो के त 7,000 को झड्का लागेन त 7,000 को झड्का हट्नुहोस् है बाटोहरू छोड्नुहोस् क्या बाटोहरू छोड्नुहोस् क्या अर्को मान्छे मिन बोतल ब्यान्ड भएको तिमीको के ब्यान्ड भएको गाइज धेरै स्कोर छन् डबल ट्याप गर्नु गाइज धेरै स्कोर फरक छैन डबल ट्यापले जितिन्छ गाइज डबल ट्याप एकैछिन डबल ट्याप गर्नु त गाइज इजी जितिन्छ गाइ ल डबल ट्याप गर्नु गाइज एकैछिन डबल ट्याप गर्नु त इजी जितिन्छ गाइज इजी गाइ ल डबल ट्याप गर्नु त एकैछिन सबैजना डबल ट्याप गर्नु त गाइज इजी स्कोर गाइ ल डबल ट्याप गरौँ गाइ एभ्री बोर्ड डबल ट्याप गरौँ त जितिन्छौ गाइज 5 6 7 टुकेको फरक छ गाइज डबल ट्याप गरौँ त गाइज डबल ट्याप 5,000 पुऱ्यायो भने नाच ल तर बोलेको तेरो मुखमा चाबी पर्ने क्या अब लगाएर सब ओए हल्ला नगर भनेको ओए भोटिनी त चाहिँ आफ्नो गेम चाहिँ उयो गर्ने त चुप लाएर बस त चुप है अब आमामा हेर्नु हामीले ट्याप ट्याप गर्नु पर्दैन है बुस्टिङमा माछा कमन गाइज लेट्स गो 10,000 उसले बोलेको त नि कमन हान्नै परेन यार माग्दै थिए हान्नै परेन ल एउटा दामी डान्स गर्नु पर्यो क्या अलि मोडलवाला डान्स क्या त्यो ओइ भोटिनी सुन त त्यो डान्स के अरे डान्स बारतिर हुँदैन डान्स बारतिर त खम्बामा यसो समातेर नाच्छ नि उत्रेको चोली छ है त्यही पनि लाइन कहाँ पाइन्छ बेस्ट अफ 3 होला नाना बेस्ट अफ 3 हो के हो रे भोटिनी ए बेस्ट अफ 3 हो ए बेस्ट अफ 3 कस्तो भन्दाखेरि अब अघि हाम्रो त्यो उमा अब हजुरले गेम पठाएको त्यो पेपरमा चाहिँ बेस्ट अफ 3 भनेको थिएन क्या बेस्ट अफ 3 भनेको थिएन अब अर्को गेमहरू बेस्ट अफ 3 होला तर अहिले चाहिँ अब यो पनिसमेन्ट चाहिँ चाँडै गरिहाल्नुहोस् त हाम्रो चाहिँ भ्युअर्सहरू एकदमै पर्खेर बसेको छ पनिसमेन्ट गर्नको लागि भनेर है तपाईँ छिटो गर्नुहोस् है
एउटा डान्स चाहिँ हान्नु पर्ने हुन्छ एउटा दामी पारामा ल ल ल ल डान्स हान्छु ल आइज ल ल ल आइज जो नाचै तर गेम लगा तँ पनि नाच्नुपर्छ ल कोही कता गेम लगा तैँले जिते बोलाउँछ जस्तो गीत लगा त। होइन र गाइज होइन र गाइज के हो गाइज आमा पसिना होइन कस्तो आएको यहाँ त लास्ट गर्मी रहेछ न के छ गाइज होइन र भने गाइज